हेलो गाइज, गुड मर्निङ सबैजनालाई नमस्ते। अन्त आज पनि मैले पूजा गरिसकेँ होइन। मैले चाहिँ आज पनि पूजा गरिसकेँ। अन्त त्यही हो मेरो ड्युटी। अब मैले यहाँ चिया पिउँदैछु। अब टाइम पनि भइसक्यो, 5 मिनट मात्रै छन् होइन। अन्त म चाहिँ जान्छु कि। अन्त मैले चाहिँ यस्तो हेर्दै थिएँ, कानमा लाउने चाहिँ अर्को लगाउनु पऱ्यो आज भनेको। त बिचरा यो मेरो चाहिँ मेरो बहिनीले होइन, अस्ति चाहिँ मलाई भेट्नु आएको थियो नि त मेरो बहिनी। अन्तखेरि उसले चाहिँ मलाई यो कानमा लाउने दिदीको रहेछ। दिदी म चाहिँ मार्केट गएको थिएँ, 3टा कानमा लाउने किनेको थिएँ, तपाईँको लागि एउटा भनेको चाहिँ। अन्त आज यसो हेरेको चाहिँ लाउनु मन लागेको छ। म चाहिँ कानमा लाउने लाउनु पऱ्यो, आज साथी हो भनेको नि त कि। सो अब चाहिँ म चियाहरू खाएर जाने। अन्त एउटा कुरा चाहिँ के भन्नु, जहिले पनि नि हाम्रो पछि 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 आउँछ कि चाली। त्यसको नाम चाहिँ चाली हो। र त्यो चाहिँ चाली, यसलाई म कति सम्झाउँछु होइन, यहाँ नसुत न होइन, बाटोको छेउमा नसुत नसुत नसुत। कतिपल्ट मान्छेहरू पनि लड्ला जस्तै हुन्छ होइन। कति सम्झाउँछु कि चाली उठ्दैन यस्तो बा, उता गएर बस। चाली उता गएर बस बाबा, उता गएर बस, माथि माथि। बाई बाई, हामी त गएको अब ड्युटी। बाई बाई, गएको ल, चालु, बाई बाई। हेर्नुहोस् न, बाई बाई भनेको होइन, हामीसँग जान्छ नि त यतै सँगै ड्युटी। ऊ चढेकै छैन उकालो। चाली आइज, हेर्नु ल, बन्नी भन्छ, बनी 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 चाची, बनी बनी। यस्तो छ। अब चाहिँ त्यो चाहिँ उकालो चढ्न थियो कि मैले बाई बाई भनेको चाहिँ, त्यसलाई उयो लागेछ। ठिकै छ, अब त्यो गइहाल्यो। म चाहिँ यो अब लाउनु पऱ्यो। लाइ पनि सके साथी हो अब होइन। कस्तो देख्यौ, सही कि छैन। अलिकति लिपस्टिक पनि लाउनु पऱ्यो। ठिकै छ। त्यसरी म चाहिँ लिपस्टिक मात्रै लाउँथेँ कि पहिल्यैदेखिको। तर लिपस्टिकहरू पनि कहिले किनेर चाहिँ लाइनँ मैले होइन। घरिको आमाको, कहिले बहिनीहरूको होइन। लाइफमा चाहिँ मैले अब फर्स्ट टाइम 2पल्ट लिपस्टिक किनेँ। एकपल्ट लेक्मीको किनेको थिएँ, त्यो पनि राम्रो थियो होइन। 3पल्ट किनेँ, लेक्मीको किनेको थिएँ, त्यो पनि राम्रो थियो। अन्तखेरि पछि कुन चाहिँ किनेँ, उयसको किनेको थिएँ, के अरे, देख्नुभयो हो, यो यस्तो छ फेरि फेरि। चाली सुन्दैनस् मैले भनेको कुरा, उठ उठ। रिस उठ्दो। यो दैलोमा चाहिँ के देख्छ कि, दैलोमा बस्दाखेरि मान्छेहरू कोही बेला लड्ला जस्तै हुन्छ हो, अल्झिन्छ। कोही बेला टेक्यो भने फेरि त्यसले टोकिदिन्छ कि। अन्त मैले चाहिँ त्यही भने त्यो लिपस्टिक चाहिँ मैले 3पल्ट किनेँ। एउटा लेक्मीको, अन्त एउटाको चाहिँ खै नाम बिर्सेँ होइन। अन्त यो चाहिँ अहिले त मैले सुगरको किनेको छु होइन। तर दामी हुँदो रहेछ सुगरको पनि, अब लाउँदा पनि सफ्ट हुँदो रहेछ।